नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौँ। धनुषामा एक व्यक्ति मृत अवस्थामा फेला परेको सम्बन्धी प्रसङ्गबाट। धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्लाको औरही गाउँपालिका 3 बस्ने विजय मण्डल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 40 वर्षका मण्डल बिहीबार बिहान औरही 3 स्थित खेतमा काम गर्न गएका थिए। राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ। मृतकको घाँटीमा गम्छा बाँधिएको र शवलाई परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने तयारी भइरहेको प्रहरी नायब निरीक्षक सन्तोष झाले जानकारी दिनुभएको छ। उहाँको अनुसार पोस्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुनेछ। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डाक्टर किरण पौडेललाई नियुक्त गरेको छ। मन्त्री परिषदको शुक्रबार बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो। बैठकले विकास समितिका सदस्यहरूको पनि नियुक्त गरेको छ। सदस्यहरूमा पूर्व जेनरल बाबुकृष्ण कार्की सहित डाक्टर सुस्मिता ढकाल, शशि शर्मा र भेषराज आचार्य वरुण रहनु भएको छ। चुरे क्षेत्रको प्राकृतिक सम्पदामाथिको दोहनको कारण तराई मधेसको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणको लागि विकास समिति गठन गरेको थियो। चैत 25 गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश नम्बर 2 को चुनावमा 53 जना उम्मेदवारहरू विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको नामावली अनुसार 21 पदका लागि 53 जनाले मनोनयन पत्र दर्ता गराएका हुन्। पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरैजना पत्रकारहरूले उम्मेदवारी दिएका छन्। प्रदेश नम्बर 2 को अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद सिंह, नवल किशोर यादव र राजेश कुमार कर्ण गरी 3 जना रहेका छन्। त्यस्तै उपाध्यक्षमा ब्रिजलाल पासवान, राजु विश्वकर्मा र रामानन्द प्रसाद गुप्ता गरी 3 जनाले मनोनयन दर्ता गराएका छन्। महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, माला कुमारी कर्ण र रेणु कुमारी चौधरी गरी 4 जनाले मनोनयन दर्ता गराएका छन्। महासचिवमा अशोक कुमार तिवारी, ध्रुव शाह र श्याम प्रसाद बन्जारा गरी 3 जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने सचिवमा अजित कुमार सिंह खुल्ला, आलोक पाण्डे खुल्ला, उपेन्द्र प्रसाद यादव समावेशी, कमल कुमार उपाध्याय खुल्ला, जितलाल श्रेष्ठ समावेशी र भोला पासवान समावेशीमा आफ्नो मनोनयन दर्ता गराएका छन्। त्यस्तै कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोज कुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्र कुमार महतो गरी 4 जनाले मनोनयन दर्ता गराएका छन्। 5 जना खुल्ला सदस्यको लागि विजय कुमार शाह, अनिल कुमार तिवारी, दीपक प्रसाद गौतम, नवीन सिंह, वैद्यनाथ चौधरी, मनोज तिमिल सिन्हा, महेश्वर अधिकारी, रमेश सिंह, ललन कुमार शाह, शैलेन्द्र झा, सन्तोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी 12 जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 13 जना महिला सदस्यको लागि प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी र वरुणा यादव गरी 6 जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने 2 जना मधेसी सदस्यको लागि धनवीर महतो, नवीन मिश्र र सञ्जय कुमार राउत गरी 3 जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। त्यस्तै 2 जना आदिवासी जनजाति सदस्यको लागि उदय कुमार दास थारू, रोएक्टर मण्डल र शङ्कर श्रेष्ठ गरी 3 जनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 1 जना दलित सदस्यको लागि कैलाश दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी 3 जनाले मनोनयन दर्ता गराएका छन् भने 1 जना अल्पसंख्यक सदस्यको लागि ग्यासुमिया देवान, प्रभास चन्द्र कर्ण र हदिस खुद्दार गरी 3 जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयुक्त संयोजक राम भरत शाहले जानकारी दिनुभएको छ। निर्वाचन समितिले उम्मेदवार उपरको दाबी विरोधको लागि बिहीबार साँझ 6 बजेदेखि शुक्रबार अपराह्न 12:30 बजेसम्मको लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो 4 बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने जनाइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ 6 बजे गरिने निर्वाचन समितिले जनाएको छ। प्रदेश नम्बर 2 का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले कोरोनाको सङ्कट अझै कायम रहेकोले सबै मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च काठमाडौँद्वारा बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। आदिवासी महिलाहरूलाई कोरोनाले पारेको प्रभाव र सोसँग जुझ्न अपनाएको रणनीति सम्बन्धी प्रदेश नम्बर 2 र स्थानीय सरकारसँग अनुसन्धान निष्कर्ष बारेको प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीमण्डलले कोरोनाको सङ्कट अझैसम्म टरि नसकेको बताउनुभयो। कोरोनाले सर्वसाधारणदेखि सबैको जीविकोपार्जनमा समस्या पारे मन्त्रीमण्डलले भन्नुभयो। महामारीले देशको अर्थतन्त्रमा ठूलो ह्रास ल्याउने उहाँले भन्नुभयो। कोरोनाको सङ्कट अझै टरिसकेको छैन, सबै मिलेर सामना गर्नुपर्छ। मन्त्रीमण्डलले कोरोनाले पारेको प्रभाव र सोसँग जुझ्न अपनाइएको रणनीतिबारे जनताको जीवनयापनमा सहज हुने बताउनुभयो। अनुसन्धानबाट आएको निष्कर्षको कोरोना विरुद्ध रणनीति बनाउन टेवा पुग्ने बताउँदै मन्त्रीमण्डलले अनुसन्धानबाट आएको नीतिलाई आधार बनाएर सबै तहको सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रदेश नम्बर 2 को सरकारले कोरोनाबाट कसैलाई समस्या आउन नदिन कार्ययोजना बनाएर अघि बढिरहेको चर्चा गर्दै मन्त्रीमण्डलले अनुसन्धानले सरकारले गर्नुपर्ने कार्यलाई औल्याउन अनुसन्धानबाट सहयोग पुगेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। मन्त्रीमण्डलले कोरोनाको जोखिम कायमै रहेकोले संक्रमण हुनबाट जोगिन स्वास्थ्य मापदण्ड सबैले पालना गर्न आग्रह गर्नुभयो। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका महासचिव कृष्ण कुमारी वाइबाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर 2 का विभिन्न मन्त्रालयका प्रतिनिधि, अनुसन्धान भएका स्थानका स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, मानवाधिकार आयोगका प्रतिनिधि, पत्रकारहरू समेत कोरोनाले आदिवासी महिलालाई पारेको प्रभाव र सोसँग जुझ्न अपनाउनु पर्ने सजगताको बारेमा धारणा राखेका थिए। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका स्थानीय अनुसन्धान संयोजक कल्पना चौधरीद्वारा सञ्चालित कार्यक्रममा अनुसन्धानद्वारा आएको निष्कर्षबारे जानकारी सहितको प्रस्तुति अनुसन्धान टोली प्रमुख अमित तामाङले गर्नुभएको थियो। कोभिड-19 को प्रकोप बढेसँगै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले सप्तरीको अग्निसायर कृष्ण सबरण, रूपनी, तिरहुत गाउँपालिकालाई कार्यक्षेत्र बनाएर आदिवासी महिलालाई परेको प्रभाव र समस्याबारे अनुसन्धान गरेका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सहकारी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड रहेको बताउनु भएको छ। 64औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री यादवले सहकारीले विकास बिना देश विकास सम्भव नरहेको तर्क गर्नुभयो। अघिल्लो समयमा सहकारीले मुलुकको अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको जिकिर गर्दै यसको व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो। नेशनल राष्ट्रिय सहकारी बैंक लिमिटेड र सङ्घ संस्थाको सहयोगमा जिल्ला मूल समारोह समिति धनुषा तथा जिल्ला सहकारी सङ्घ लिमिटेड र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड धनुषाले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले 3P पिपुल प्राइभेट र पार्टनरसिपको नीति लिएर प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो। सहकारी सम्बन्धी ऐन आएपछि प्रदेशका सहकारी संस्थाहरू व्यवस्थित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। संविधानले दिएको अधिकार टेकेर प्रदेश सरकारले सहकारी सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरेको छ उहाँले भन्नुभयो। समितिमा छलफलपछि विधेयक बैठकमा पेश हुन्छ। प्रदेश सभाको बैठकले पारित गरेपछि प्रदेशले सहकारी सम्बन्धी ऐन आउने राज्यमन्त्री यादवले जानकारी दिनुभयो। जिल्ला सहकारी सङ्घ धनुषाका अध्यक्ष हरिशचन्द्र प्रसाद हरियौताको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपाल प्रदेश नम्बर 2 का संसदीय दलका उपनेता रामशिष यादवले सहकारी क्षेत्रलाई खाद्यान्न उत्पादनमा लाग्नुपर्ने धारणा राख्नुभयो। सहकारीले तेल, चामल, दाल लगायतको खाद्यान्न उत्पादन गरेर बजारमा ल्याउनु पर्ने तर्क उहाँको थियो। कार्यक्रममा जसपा नेपालका प्रमुख सचेतक परमेश्वर शाहले सहकारीमा विवाद हुनु दुःखद रहेको बताउनुभयो। सहकार्य गरेर अगाडि बढ्नुपर्ने संस्थाहरू पनि विवादित हुनु दुःखद रहेको उहाँले बताउनुभयो। प्रदेश सभाका सदस्य शुभचन्द्र चौधरीले झोले सहकारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने धारणा राख्नुभयो।
सबैला नगरपालिकाका मेयर विजय शंकर शाहले सहकारीको विकासको लागि तीनै तहको सरकारबीच सहकारीको आवश्यकता औल्याउनुभयो। हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले न्यून वर्गीय परिवारको लागि सहकारी महत्त्वपूर्ण रहेको बताउनुभयो। गरिबी निवारण सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति सन्तोष यादवले सहकारीलाई व्यवस्थित तरिकाले अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सञ्जय चौधरी, समाजसेवी पवन सिंहानिया, नेपाली कांग्रेसका जिल्ला सचिव विश्वेश्वर यादव, नेशनल सहकारी सङ्घ लिमिटेडका म्यानेजर विष्णु पराजुली, शम्भु नारायण यादव, महेश बराल, चन्देश्वर रौनियार लगायतको शुभकामना मन्तव्य राख्नु भएको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार एवं राष्ट्रिय सहकारी बैङ्कका केन्द्रीय सञ्चालक ध्रुवनारायण यादवको स्वागत मन्तव्य राख्दै धनुषा सहित प्रदेश नम्बर 2 का 8वटा जिल्लाहरूमा रहेको सहकारीको अवस्थाबारे प्रकाश पार्नु भएको थियो। कार्यक्रममा आस्था बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नवीन कर्ण, रोयल बचत तथा ऋण सहकारीका मनोहर शर्मा, बढरीकी गंगा बलम्पाकी, पूर्व सहकारी अधिकृत रामानन्द ठाकुर, शुभश्री सहकारीका अध्यक्ष विजय महतो, बचत तथा सहकारी सङ्घ धनुषाका पूर्व अध्यक्ष रामपुकार यादव, जिल्ला बचत सङ्घका संस्थापक अध्यक्ष विनिता यादव, रामशङ्कर पासवान, देवनारायण मण्डल, बौलाए लगायत मण्डल, राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय सञ्चालक लक्ष्मण यादव लगायतलाई दोसल्ला उडाएर सम्मान गरिएको थियो। सो अवसरमा समाजसेवी एवं स्वर्गद्वारीका संस्थापक पवन सिंहानियालाई नगद 25,000 सहित दोसल्ला उडाएर सम्मान गरिएको थियो। नथुनी यादवले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सहकारी सङ्घ धनुषाका उपाध्यक्ष विनोद रोहिता लगायतको सक्रिय सहभागिता रहेको थियो। भारतको सीतामढीबाट उद्धार गरी ल्याइएका महोत्तरी भङ्गाहा 7 किशोरी र बालिकालाई प्रहरीले काउन्सिलिङका लागि ओरेक नेपाललाई जिम्मा लगाएको छ। भारतीय प्रहरीले बुधबार राति जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको 7 जनालाई अनुसन्धान र काउन्सिलिङका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी परीक्षक दिनेश आचार्यले बताउनु भएको छ। घाँस काट्न गएका बालिका र किशोरीलाई गायक बनाउने भन्दै भारत लगेको हुन सक्ने आशंका सहित प्रहरीले अनुसन्धान गरिरहेको छ। सीतामढी स्थित रेलवे स्टेसनमा 1500 भारतीय रुपैयाँ सहित फेला परेका बालिका र किशोरीहरूसँग सोधपुछ गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताएका छन्। काउन्सिलिङ र अनुसन्धानपछि उद्धार गरी ल्याइएको बालिका र किशोरीहरूलाई परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ। मंगलबार दिउँसो भङ्गाहा 8 धर्मपुरकी 13 वर्षीय ज्योति पासवान, 19 वर्षीय अस्मिना पासवान, 15 वर्षीय रिया पासवान, 18 वर्षीय नगिना पासवान, 10 वर्षीय रञ्जना पासवान, 15 वर्षीय अर्चना पासवान र 10 वर्षीय सीमा पासवान घाँस काट्न जाँदा बेपत्ता भएपछि खोजेको क्रममा सीतामढीमा रेलवे प्रहरीले फेला पारेका थिए। उद्धार गरिएका बालिका र किशोरी गायक बन्न बम्बई जान लागेको भारतीय प्रहरीलाई बयान दिएका थिए। किशोरीहरूले बाटो छलेर सीमा पार गर्नुलाई प्रहरीले शङ्काको दृष्टिले हेरेको छ। बोर्डरबाट पस्दाखेरि उनीहरूमाथि शङ्का उत्पन्न हुन सक्ने र सोधपुछ हुने डरले किशोरीलाई बोर्डरमा छलीको बाटो भएर क्रस गर्न कसैले सुझाएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। दिउँसै घरबाट निस्किएकी किशोरीहरू साँझ भारत प्रवेश गरे पनि बेपत्ता भएको सूचना राति 9 बजे मात्रै सीमामा पुगेको थियो। पैदल भारत प्रवेश गरेका उनीहरू अटो चढेर सुरसनसम्म पुगेका थिए। सुरसनबाट बस चढेर सीतामढी पुगेको प्रहरीले जनाएको छ। राति 10 बजे सीतामढी स्थित रेलवे स्टेसनमा किशोरीहरूलाई अलमल्लमा परेको देखेपछि भारतीय रेलवे पुलिसले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरी स्रोतका अनुसार अस्मिना पासवानले नै सबै बालिकाहरूलाई मुम्बईमा सिङ्गर बन्न उक्साएकी हुन्। 19 वर्षीय अस्मिना 12 कक्षामा अध्ययनरत रहेकी थिइन्। उनी मोबाइलबाट सामाजिक सञ्जालमा समेत सक्रिय रहने गरेको बताइएको छ। चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडक निर्माण गर्न अवरोध गरेको भन्दै पर्साको ठोरीका बासिन्दाले निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति र
सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। निकुञ्ज प्रशासनले सडक निर्माण गर्न रोक लगाउँदा ठेकेदारले सडक अलपत्र पारेर हिँडेको भन्दै उनीहरूले निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वन शक्ति सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। ठोरी गाउँपालिका 2 स्थित मध्यवर्ती उपभोक्ता समितिको कार्यालय अगाडि भेला भएका स्थानीयले चितवन राष्ट्रिय निकुञ्ज विरुद्ध नाराबाजी पनि गरे। स्थानीय बासिन्दाले सडक निर्माणका लागि वातावरण बनाउन चितवन राष्ट्रिय निकुञ्जमा पहल गर्न मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरूसँग आग्रह गरेका थिए। स्थानीयको भेलाले सडक निर्माणका लागि दबाब दिन भन्दै स्थानीय जगेन्द्र पौडेलको संयोजकत्वमा सङ्घर्ष समिति समेत गठन गरेका छन्। सडक निर्माणलाई निरन्तरता दिन माग गर्दै शुक्रबार गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाइने पौडेलले बताए। चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सडक निर्माण गर्न नदिएका कारण ठोरीमा हुलाकी सडकको करिब 7 किलोमिटर निर्माण सम्पन्न हुन बाँकी छ। विश्वभरमा 10 करोड 48 लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 10 करोड 48,73,639 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 13 करोड 1,46,346 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 28,39,118 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 2 करोड 24,33,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3 करोड 12,43,000 भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2 करोड 37,52,000 भन्दा बढी निको भएका छन् भने 5,66,273 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 23,02,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 15,22,000 भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,63,428 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,77,461 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,72,851 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,031 जनाले ज्यान गुमाइसकेका छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनको क्रममा सेनाको गोली लागेर अहिलेसम्ममा 43 जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन्। फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आइरहेको छ। त्यस्तै हिंसात्मक विरोधको क्रममा 43 जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ। सैन्य कु विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटामा बालबालिका परिरहेको सेभ द चिल्ड्रेनको भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको सङ्ख्या पनि उल्लेख्य रहेको छ। 13 वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, 9 महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरू त्रासमा बाँच्नु परेको बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेनले जनाएको छ। पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ। नेत्री आङ सान सुकी लगायत नेताहरूको रिहाईको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शन भइरहेको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।